Hello and namaste. Welcome back to another episode of Nepal Real Estate Solution. It's me, your host, Mr. Banju. आज भने म आइपुगेको छु यो भैँसीपाटी नयाँ बजारमा अवस्थित रहेको यो एकदम आलिशान एकदम राम्रो एकदम गजबको घर लिएर उपस्थित भएको छु र यो घरको कुरा गर्नु पर्दाखेरि यो घर अवस्थित रहेको छ नयाँ बजार भैँसीपाटी स्थित जुन रिङ रोडबाट मात्र 2.5 किलोमिटरको दूरीमा रहेको छ। यहाँ तपाईले बाहिरपट्टि पाउनुहुन्छ वाइड 20 फिट बाटो भने यो घर साउथ वेस्ट तर्फ फेसिङ गरेर बसेको तपाई पाउनुहुन्छ र यहाँ भित्र तपाईले पाउनुहुन्छ 5 बेडरुम्स विथ 4 अट्याच्ड बाथरुम्स भने अर्को दुईटा कमन बाथरुम तपाईले पाउनुहुन्छ। एउटा लिभिङ स्पेस तपाईले पाउनुहुन्छ भने अर्को एउटा मोडुलर किचन प्लस डाइनिङको सेटअप तपाईले पाउनुहुन्छ। सो यहाँको टोटल ल्यान्ड एरियाको कुरा गर्नु पर्दाखेरि यहाँको टोटल ल्यान्ड एरिया रहेको छ 4 आना 3 पैसा। सो रिजनल रोडबाट त्यस्तो धेरै टाढा नभएर यस्तो एकदम मजाको ग्रीनरी वरपर एकदम आनन्दको वातावरणमा यदि तपाईलाई घर चाहिन्छ भने दिस वन can be for you. So, ढिला नगरिकन let's begin our tour. यो घरको अगाडि जुन म अघिदेखि तपाईहरुलाई डिस्क्राइब गरिरहेको छु मेरो ब्याकग्राउन्डमा तपाईले देख्न सक्नुहुन्छ त्यो घर एकदम आलिशान बंगलो एकदम बक्स आर्किटेक्चरलको डिजाइन रहेको छ भने बाहिरबाट यो तपाईले देख्न सक्नुहुन्छ स्टोनको टेक्सचर आउने गरी यो क्लेडिङ पनि गरिएको छ बाहिरबाट व्हिच इज रियली गुड। सो आउनुहोस् यतापट्टि यो तपाईले देख्न सक्नुहुन्छ यो 20 फिटको बाटो तपाईले पाउनुहुन्छ भने यतापट्टि रहेको छ यो घरको मेन एन्ट्रान्स र यहाँ तपाईले देख्न सक्नुहुन्छ यो बिग साइज्ड आइरन गेट जुन स्लाइड गरेर राखिएको छ अहिले भने यहाँ भित्र आउने बित्तिकै तपाईले पाउनुहुन्छ यो पार्किङ एरिया जुन चाहिँ दुईटा गाडी एकदम मजाले अट्न सक्छ सानो सानो भने यतापट्टि बाइकको लागि पनि एकदम इनफ स्टोरेज रहेको छ र यसको वरपर सबैतिर एकदम मजाको स्पेस छोडिएको छ लाइट प्लस एयर सर्कुलेसनको लागि व्हिच इज रियली गुड। यहाँनिर फ्लोरिङमा तपाईले देख्न सक्नुहुन्छ यो स्टोन टेक्सचरको टाइल्सहरू युज गरिएको छ भने यहाँको यो बाहिरी सर्फेस चाहिँ यो पुटिङ प्लस प्लास्टर प्लस सफ्ट टेक्सचरको कलरले फिनिशिङ गरिएको छ र यतापट्टि पनि रहेको छ यो एकदम मजाको फ्री स्पेस र यहाँबाट हामी डाइरेक्टली किचन तर्फ पनि जान सक्छौं। सो आउनुहोस् भित्रै जाउँ र तपाई यो फ्रन्ट फसादमा देख्न सक्नुहुन्छ यहाँनिर एकदम सिम्पल राखिएको छ कुराहरू एकदम लाइटहरूदेखि लिएर सम्पूर्ण कुराहरू सिम्पल राखिएको छ। यहाँ विन्डो र डोरमा यो मजाको केसिङ गरिएको छ विथ त्यो डिफरेन्ट काइन्ड अफ त्यो कलरले केसिङ गरिएको छ भने यतापट्टि रहेको छ यो घरको मुख्य द्वार मेन इन्ट्रान्स। आउनुहोस् यहाँ तपाईँ देख्न सक्नुहुन्छ यो ह्यान्डिक्राफ्ट रहेको छ एकदम मजाले बनाएको बुट्टाहरू दिएर राखिएको छ भने यहाँबाट हामी जान्छौँ भित्र। आउनुहोस् र यो एकदम मजाको मजबुत वुडन डोरबाट हामी भित्र आउँछौँ र यहाँ भित्र आउने बित्तिकै तपाईँले पाउनुहुन्छ यो एकदम मजाको यो एकदम इनफ स्पेस हुनेवाला यो लिभिङ स्पेस तपाईँले पाउनुहुन्छ। यतापट्टि यो बिग साइज विन्डो तपाईँले पाउनुभयो दुईटा ठाउँमा भने यहाँनिर भने यो रेलिङ चाहिँ वुडन राखिएको छ व्हिच इज रियली गुड एज वेल र यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ हरेक ठाउँमा यो वाल फिनिसिङ एकदम मजाको यो टिम्बर प्लाइवुडले गरिएको छ भने माथि फल सिलिङको पनि एकदम सिम्पल राम्रो राखिएको छ त्यस्तो धेरै झिलिमिली नगरिकन। यहाँ फ्लोरिङमा तपाईँले लेमिनेट पार्केटिङ गरेको पाउनुहुन्छ भने यहाँ यो फ्लोरमा तपाईँले किचन प्लस डाइनिङको एरिया भने यतापट्टि एउटा कमन बाथरुम प्लस एउटा रुमको सेटअप पाउनुहुन्छ। सो पहिला यता आउनुहोस् यतापट्टि रहेको छ यो किचन प्लस डाइनिङको सेटअप। यहाँनिर फ्लोरिङमा तपाईँले यो साइनी टेक्सचरको साइनी मार्बल्स तपाईँले पाउनुहुन्छ भने यतापट्टि यो रहेको छ मोडुलर किचनको सेटअप। यतापट्टि यो बिग साइज रेफ्रिजरेटरको लागि यो ठाउँ राखिएको छ भने यतापट्टि रहेको छ यो सेटअप। यहाँ तपाईँ देख्न सक्नुहुन्छ यो काउन्टर टपमा ग्रेनाइटको काम भएको छ भने यहाँनिर यो ग्यास स्टोभको सेटअप रहेको छ माथिपट्टि चिम्नीको सेटअप रहेको छ भने वरपर यो किचन क्याबिनेटहरू एकदम इनफ रहेको छ। यहाँनिर ड्रयरहरू एकदम नै लाजवाब सबै सफ्ट क्लोजमा रहेको छ। यतापट्टि सिङ्क देख्न सक्नुहुन्छ र यहाँनिर सबै ठाउँमा चाहिँ स्यानिटरी फिटिङ्सहरू जेक्वारको युज भएको छ भने यतापट्टि पनि रहेको छ यो स्टोरेजको लागि एकदम इनफ ठाउँ र यतापट्टिबाट हामी जान सक्छौँ अर्को सानो एउटा बाल्कनी तर्फ। यतापट्टि रहेको छ एउटा सानो बाल्कनी भने त्यता बाहिर पनि एउटा एक्सटेरियर सिङ्कको व्यवस्था गरिएको छ के गरी भाडा ठुलोहरू पखाल्नु पर्यो भने त्यहाँ रहेको छ।
which is really good. भने यतापट्टिबाट अघि जुन मैले फर्स्टमा देखाएको थिएँ बाहिरबाट त्यो यो ढोका रहेको छ, यो ढोका रहेको छ जुन यहाँबाट हामी डिरेक्टली बाहिर पनि जान सक्छौँ एकैचोटि। अब जाउँ यतातिर। यतापट्टि रहेको छ एउटा कमन बाथरुम भन्ने, यतापट्टि रहेको छ एउटा मिडियम साइज्ड बेडरुमको सेटअप। यहाँ तपाईँ देख्न सक्नुहुन्छ वाल टेक्सचरहरू एकदम सिम्पल राखिएको छ, फल सिलिङ एकदम सिम्पल रहेको छ, एकदम राम्रो। यतापट्टि यो वुडन बिमको टेक्सचर दिइएको छ भने यतापट्टि मिडियम साइज्ड विन्डो तपाईँले पाउनुहुन्छ दुवैतिर। भने यतापट्टि यो बिल्ट इन वार्डरोबको सेटअप पनि रहेको छ, एकदम चिटिक्क एकदम मजाले चाहिँ बनाइएको छ। यहाँनिर फ्लोरिङमा तपाईँले सेम खालको पार्केटिङको काम देख्न सक्नुहुन्छ। सो अब यता आउनुहोस्, यतापट्टि रहेको छ यो कमन बाथरुमको सेटअप। यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ सिङ्क, कमोड अनि यतापट्टि सावर क्लोजरको सेटअप। भने यहाँनिर यो सिङ्क र कमोड सबै बेन्कार्डो ब्रान्डको युज भएको छ भने सेन्टरी यो फिटिङ्सहरू एज युजल जेक्वारकै रहेको छ। सो यो ग्लासको सेटअप पनि एकदम राम्रो रहेको छ। यतापट्टि लाइटहरूको रहेको छ भने यतापट्टि सावरको लागि छुट्टै क्लोजर तपाईँ देख्न सक्नुहुन्छ। वरपर टाइल्सको काम भएको छ, फ्लोरिङमा पनि टाइल्सको काम भएको छ, माथिपट्टि फल सिलिङको काम पनि तपाईँ देख्न सक्नुहुन्छ। र यहाँबाट निस्केर यतापट्टि रहेको छ यो अन्डर स्टेयरकेसको पार्टलाई एज अ स्टोर चाहिँ एकदम मजाले युज गरिएको छ भने यहाँ पनि एकदम बिग साइज डोर राखिएको छ, यहाँ मजाले तपाईँ स्टोर गर्न सक्नुहुन्छ। सो अब जाउँ माथि, आउनुहोस्। र माथि जाने क्रममा तपाईँ देख्न सक्नुहुन्छ यतापट्टि यो वाल फिनिसिङको काम एकदम राम्रो एकदम स्मुथ भएको छ। यो प्लाइवुडकै काम भएको छ भने भित्रपट्टिबाट यो ब्लू लाइट एलइडी लाइट फिट गरिएको छ, एकदमै राम्रो। र यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ ठाउँ ठाउँमा यस्तो फ्रेमहरू जहाँ तपाईँ सानो सानो प्लान्ट अथवा सानो सानो पोर्ट्रेट पिक्चरहरू राख्न सक्नुहुन्छ, एकदम राम्रो। र यहाँनिर स्टेयरकेसको कुरा गर्नु पर्दाखेरि एउटा डग लेग्ड स्टेयरकेसको प्याटर्नमा यो बनेको छ भने यहाँनिर यो ट्रेडमा फ्लोरिङ भने यो वुड पार्केटिङले गरिएको छ। र यहाँनिर ह्यान्डरेलमा पनि तपाईँ यो एकदम नै मजबुत वुडन ह्यान्डरेल देख्न सक्नुहुन्छ भने यतापट्टि रहेको छ एउटा लाइट इन्ट्रान्सको लागि सानो फिक्स्ड विन्डो। यतापट्टि सेम खालको फ्रेम तपाईँ देख्न सक्नुहुन्छ, विच इज रियली गुड। अब जाउँ माथि र हामी आइपुग्छौँ यो घरको पहिलो तल्लामा जहाँ तपाईँ पाउनुहुन्छ 3 बेडरुम्स विथ अल अट्याच्ड बाथरुम। सो पहिला यता जाउँ। यता जानुभन्दा अगाडि यो प्याटर्न कस्तो राम्रो लाग्यो मलाई। यतापट्टि यो 3टा लाइट राखेर तलपट्टि यो एउटा फ्रेम बनाइएको छ, विच इज रियली गुड। यहाँनिर बिग साइज्ड फ्यामिली फोटो अथवा त्यस्तै केही बस्न सक्ला तपाईँको सो इच्छाले। सो आउनुहोस् यतापट्टि, यो रहेको छ यो फ्लोरमा रहेको पहिलो बेडरुम विथ अट्याच्ड बाथरुम। यहाँनिर फ्लोरिङमा सेम खालको पार्केटिङ तपाईँ पाउन सक्नुहुन्छ भने माथिपट्टि यो फल सिलिङको काम पनि सिमिलर नै रहेको छ, बिचबिचमा यो वुडन टेक्सचर दिइएको छ भने यतापट्टि दुई साइडमा यो सानो सानो मिडियम साइज विन्डो तपाईँले पाउनुहुन्छ भने यतापट्टि एउटा चिटिक्कको बाल्कनी रहेको छ, ग्लासले पार्टिसन गरिएको छ भने यो घर पनि हाम्रो युट्युब च्यानलमा तपाईँले देख्न सक्नुहुन्छ कहीँ कतै खोज्नुभयो भने। र यतापट्टि रहेको छ यो बिल्ट इन वार्डरोबको सेक्सन। यहाँनिर एकदम मजाको स्पेस तपाईँले पाउन सक्नुहुन्छ भने यतापट्टि रहेको छ यो रुमको अट्याच्ड बाथरुम। र यहाँ तपाईँले देख्न सक्नुहुन्छ तल जुन कमन बाथरुमकै सामानहरू यहाँ तपाईँले देख्न सक्नुहुन्छ यो सेटअप। यतापट्टि यो बेन्कार्डोको कमबोर्ड, यतापट्टि यो सावर क्लोजरको सेटअप एकदम मजाले सिमिलर नै रहेको छ। टाइल्सहरू वरपर तल फ्लोरिङमा एकदम राम्ररी राखिएको छ। सो अब जाउँ अर्को रुमतर्फ। यो रहेको छ यो फ्लोरिङमा रहेको सेकेन्ड बेडरुम विथ अट्याच्ड बाथरुम। यहाँ पनि तपाईँले सिमिलर काइन्ड अफ थिङ देख्न सक्नुहुन्छ। यहाँ फ्लोरिङमा सेम लेमिनेट पार्केटिङ भएको छ भने फल सिलिङ पनि एकदम सिम्पल राखिएको छ। यतापट्टि बिग साइज विन्डो तपाईँले पाउनुहुन्छ। यहाँनिर यो ग्रेनाइटले यो सिल लेभलमा एकदम मजाको काम भएको छ भने यतापट्टि रहेको छ यसको लागि अट्याच्ड बाथरुम। आउनुहोस्, यहाँनिर यो बिल्ट इन वार्डरोबको सेक्सन तपाईँ देख्न सक्नुहुन्छ। यहाँ वकिङ क्लोजेट पनि भन्न सक्यो यसलाई। र यतापट्टि रहेको छ यो रुमको लागि अट्याच्ड बाथरुम। सो तपाईँ देख्न सक्नुहुन्छ यो एउटा मिरर पनि रहेको छ भने यहाँनिर तपाईँ भित्र सामान पनि स्टोर गर्न सक्नुहुन्छ। द्याट्स रियली कुल। यतापट्टि बेन्कार्डोको सिङ्क तपाईँले देख्न सक्नुहुन्छ भने यतापट्टि यो सावर क्लोजर रहेको छ, यतापट्टि कमोड पनि रहेको छ, सिमिलर नै रह्यो। ल अब जाउँ अर्को रुमतर्फ। र यो रहेको छ यो फ्लोरमा रहेको थर्ड बेडरुम विथ अट्याच्ड बाथरुम। अलिकति बिग साइज तपाईँले देख्न सक्नुहुन्छ। यो माथि फल सिलिङको सेटअप, तलपट्टि फ्लोरिङमा सेम पार्केटिङको काम भएको छ भने यतापट्टि मिडियम साइज विन्डो दुई ठाउँमा तपाईँले देख्न सक्नुहुन्छ। एउटा एलजीको एसी पनि त्यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ भने यहाँनिर एउटा ड्रेसिङ एरिया टाइपको यो सेटअप रहेको छ, विच इज रियली चिटिक्क परेको, अमेजिङ। र यतापट्टि जाउँ। यतापट्टि रहेको छ यो वक इन क्लोजेट टाइपको एरिया। यहाँनिर एकदम मजाले तपाईँ वार्डरोबहरू राख्न सक्नुहुन्छ भने
यतापट्टि रहेको छ यो रुमको लागि राखिएको अट्याच्ड बाथरुम र यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ सिमिलर काइन्ड अफ सेटअप बेनगार्डोकै सिङ्क मिरर सेटअप त्यो अघि जस्तै भइहाल्यो भने यतापट्टि रहेको छ यो सावर क्लोजरको एरिया एकदम स्पेस एकदम आनन्दको छ एकदम मजाको वाइड स्पेस तपाईँले पाउन सक्नुहुन्छ यतापट्टि भेन्टिलेसन प्लस लाइट इन्ट्रान्सको लागि रह्यो वरपर साइनी टेक्स्चरको टाइल्सहरू देख्न सक्नुहुन्छ अनि यो बिचमा यो ब्रासको काम पनि एकदम राम्रो भएको तपाईँ देख्न सक्नुहुन्छ सो अब जाउँ अर्कोतर्फ र यहाँ यो रुममा तपाईँले यतापट्टि अर्को एउटा बाल्कनी पनि पाउनुहुन्छ यतापट्टि रहेको छ यो रुमको लागि एउटा सानो चिटिकको बाल्कनी जुन फ्रन्ट फसाडबाट ड्रोन सटमा तपाईँले देख्नु भएको होला यो एरिया एकदम राम्रो यहाँबाट बिहान उठ्ने बित्तिकै तपाईँ बाहिर फ्रेस एयर खान आउन सक्नुहुन्छ र यो एरियाको कुरा गर्नु पर्दाखेरि तपाईँले मेरो ब्याकग्राउन्डमा यतापट्टि देख्न सक्नुहुन्छ यस्तै खालको अर्को 9वटा युनिट यहाँ रेडी हुँदैछ भने दुईटा एकदम मजाले फ्रेस रेडी भइसकेको छ तपाईँहरू सर्न चाहनुहुन्छ भने इट्स रियली गुड अस्ति जुन एउटा मैले अगाडि देखाइसकेको छु अघि मैले भनेको थिएँ बाल्कनीबाट उतापट्टि देखेको घर भने यो एउटा हो रेडी भइसकेको छ भने अर्को 4-5वटा पनि बन्दै अवस्थामा छ इफ तपाईँ चाहनुहुन्छ भने छिटो मुभ हुन चाहनुहुन्छ भने दिस इज रियली कुल राइट अब जाउँ माथि र यतापट्टि यो सिमिलर काइन्ड अफ स्ट्रक्चर नै रहेको छ जुन तलको थियो यहाँ पनि त्यही रहेको छ यतापट्टि प्लाइवुडको काम यतापट्टि यो फ्रेम सानो फ्रेमको काम यतापट्टिको यो टेक्स्चर यहाँनिर एउटा बिग साइज वालपेपर अथवा फ्यामिली फोटो कस्तो मजाले बस्न सक्छ होला सर सबैसम्म माथि यतापट्टि यही सिमिलर नै रहेको छ प्याटर्न र यहाँबाट माथि चढ्दै गर्दाखेरि हामी आइपुग्छौँ यो घरको टप फर्स्ट फ्लोरमा र यताबाट हामी बाल्कनीतर्फ जान्छौँ भने यतापट्टि रहेको छ यो फ्लोरमा भएको दुईवटा रुम एउटा बिग साइज बेडरुम भने अर्को रहेको छ बिग साइज पूजा कोठा सो आउनुहोस् सो यो तपाईँलाई झट्ट कोही आएर देख्ने बित्तिकै यो पूजा कोठा जस्तो नलाग्न सक्छ किनकि यो एकदम बिग साइज एउटा एकदम मजाको स्पेस दिएको छ एज अ पूजा कोठाको सेटअपको लागि यहाँ तपाईँ देख्न सक्नुहुन्छ साइनी मार्बल टेक्स्चर रहेको छ फ्लोरिङमा यतापट्टि यो हाइट उठाएर यो एउटा पूजा कोठाको लागि प्याटर्न सेप दिइएको छ भने माथिबाट फल सिलिङ तपाईँले देख्न सक्नुहुन्छ यतापट्टि बिग साइज विन्डो तपाईँले देख्न सक्नुहुन्छ भने यो रहेको छ एकदम मजाको गजबको पूजा कोठाको सेटअप आउनुहोस् यतापट्टि रहेको छ अर्को एउटा बेडरुम सो यो रहेको छ यो घरको 5th बेडरुम या लास्ट बेडरुम विथ अट्याच्ड बाथरुम यहाँ माथि देख्न सक्नुहुन्छ तपाईँ यो फल सिलिङको काम भएको छ विथ सिमिलर काइन्ड अफ यो बिमको स्ट्रक्चर यो टेक्स्चर दिएको छ भने यतापट्टि यो बिल्ट इन क्लोजेट तपाईँ देख्न सक्नुहुन्छ यतापट्टि इनफ स्पेस रहेको छ भने यतापट्टि यो बिग साइज विन्डो रहेको छ र बाहिरपट्टि जुन देखिरहनु भएको छ त्यो बाहिर कौसी पार्ट रह्यो र यतापट्टि रहेको छ यो रुमको लागि रहेको बाल्कनी स्पेस तपाईँ देख्न सक्नुहुन्छ जुन फ्रन्ट फसाद पनि रहेको छ यो घरको यहाँबाट तपाईँ बाहिरपट्टिको यो ग्रिनरी एरिया एकदम मजाले भ्यू लिन सक्नुहुन्छ र यो ग्रिनरी एरिया पनि यो घरको यो कोलोनीको चाहिँ प्लस पोइन्ट रहेको छ र यतापट्टि तपाईँ देख्न सक्नुहुन्छ यो एलजीको एसी पनि यहाँ फिट गरिएको छ भने यो रुमको लागि अट्याच बाथरुम यतापट्टि रहेको छ सो आउनुहोस् सो यो रहेको छ यो रुमको अट्याच्ड बाथरुम यहाँनिर सेनिटरी फिटिङ्सहरूदेखि लिएर यो सामानहरू सिमिलर नै युज भएको छ बेनगार्डो अनि त्यसपछि जक्वारको युज भएको छ भने यतापट्टि सावर क्लोजरको सेटअप तपाईँ देख्न सक्नुहुन्छ यतापट्टि भेन्टिलेसन प्लस लाइट इन्ट्रान्सको लागि रह्यो यो सेटअप भने यही हो टाइल्स मार्बलहरू एकदम मजाले वरपर तल फ्लोरिङमा एकदम मजाले काम भएको छ यहाँनिर पार्केटिङ रहेको छ भने अब जाउँ बाहिर र यो एरियामा पनि वुड पार्केटिङको काम तपाईँले देख्न सक्नुहुन्छ र यतापट्टि रहेको छ एउटा कमन बाथरुमको सेटअप सो यो कमन बाथरुमको सेटअप रहेको छ अलिकति बिग साइज छ यो एकदम मजाको स्पेस तपाईँले पाउन सक्नुहुन्छ यतापट्टि वासिङ एरिया पनि यहाँ सँगै रहेको छ भने यतापट्टि सावरको एरिया भयो सेनिटरी फिटिङ्सहरू सिमिलर नै रहेको छ टाइल्सको टेक्स्चर अलिकति डिफ्रेन्ट रहेको छ यहाँनिर व्हाइट एकदम मजाको प्लेन व्हाइट दिन खोजिएको छ यो बाथरुममा सो अब जाउँ बाहिर र हामी आइपुग्छौँ यो घरको सबैभन्दा टपमा बाहिर टेरेसमा सो दिस इज द लोवर टेरेस अफ दिस हाउस यहाँ तपाईँले देख्न सक्नुहुन्छ वरपर प्यारापेटको टेक्स्चर यतापट्टि ग्लास प्लस वालको कम्बिनेसन रहेको छ भने यतापट्टि पनि यो टफन्ड ग्लास प्लस बिग वाल्सको चाहिँ कम्बिनेसन रहेको छ यतापट्टि अहिलेको रुमबाट देखिएको झ्याल भयो भने अब जाउँ माथि यहाँनिर यो फ्लोरिङमा भने यो टाइल्सको युज भएको छ आउनुहोस् यतापट्टिबाट हामी माथि जान सक्छौँ यहाँनिर यो सेमी सर्कुलर स्टिल स्टेयरकेस रहेको छ भने यहाँबाट हामी माथि जान्छौँ र यहाँबाट हामी आइपुग्छौँ यो घरको टपमोस्ट टेरेसमा टपमोस्ट एरियामा यहाँ तपाईँले देख्न सक्नुहुन्छ सिमिलर काइन्ड अफ यो टाइल्सको काम भएको छ भने वरपर प्यारापेट पनि बिग हाई वाल्स प्लस यो स्टिलको कम्बिनेसन रहेको तपाईँ देख्न सक्नुहुन्छ
यतापट्टि रहेको छ यो वाटर स्टोरेजको लागि माथि स्टेनलेस स्टिलको ट्याङ्क प्लस यो ट्याङ्क स्ट्यान्डको सेटअप भने यतापट्टि सानो वासिङ एरिया पनि तपाईँले देख्न सक्नुहुन्छ। सो यही हो र यति भन्दै आज पनि हामी यस एपिसोडको यस हाउस टुरको लगभग अन्त्यतिर आइसकेका छौँ र जानुभन्दा अगाडि यो घरको फेरि एकचोटि कन्क्लुड गर्नु पर्दाखेरि यो घर अवस्थित रहेको छ भैँसीपाटी नयाँ बजार जुन रिङ रोडबाट मात्र 2.5 किलोमिटरको दूरीमा रहेको छ र यहाँ तपाईँले बाहिरपट्टि लगभग 20 फिटको बाटो पाउनुहुन्छ भने यो घर साउथ वेस्टतर्फ फेसिङ गरेर बसेको छ। यो घरको ल्यान्ड एरियाको कुरा गर्नु पर्दाखेरि यो घर 4 आना 3 पैसाको ल्यान्ड एरियामा बनेको छ भने यहाँभित्र तपाईँले पाउनुहुन्छ 5 बेडरुम्स विथ 4 अट्याच्ड बाथरुम्स अनि त्यसपछि अर्को 2टा कमन बाथरुम तपाईँले पाउनुहुन्छ भने एउटा मजाको लिभिङ स्पेस तपाईँले पाउनुहुन्छ, एउटा मोडुलर किचन प्लस डाइनिङको सेटअपको लागि स्पेस तपाईँले पाउनुहुन्छ भने एउटा बिग साइज एकदम नै बिग साइज पूजा कोठा तपाईँले पाउनुहुन्छ यो घरभित्र। सो इफ तपाईँलाई यो घर मन पर्यो या इफ तपाईँलाई आफ्नो डिमान्ड अनुसारको चाहिँ यो घर लाग्यो भने चाहिँ तपाईँ सम्पर्क गर्न सक्नुहुन्छ नेपाल रियल इस्टेट सोल्युसन र यो घरको सम्पूर्ण विस्तृत जानकारी चाहिँ हाम्रो डिस्क्रिप्सनमा पनि रहेको छ मूल्य सूची सहित। सो यही हो र यति भन्दै आजको यस एपिसोडबाट बिदा हुन चाहन्छु र जानुभन्दा अगाडि यदि तपाईँले हाम्रो च्यानल सब्सक्राइब गर्नुभएको छैन अथवा हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानल सब्सक्राइब गर्न पनि नबिर्सिनु होला भन्दै आजको यस एपिसोडबाट म प्रस्तुता मिस्टर ब्यान्जु र क्यामेरामा शक्ति पाखरिन बिदा हुन चाहन्छु। हस्त नमस्कार।